समृद्ध 12दशीको आधार कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने उद्देश्यका साथ पालिकाको 13औं गाउँसभामा गरिएको निर्णय अनुसार यस 12दशी गाउँपालिकाभित्र रहेका कृषकहरूलाई कृषि क्षेत्रका लागि पालिकाले बिउ बिजन, विभिन्न उपकरणहरू, मोटर, मकै रोप्ने मेसिन, च्याप कटर, स्प्रे ट्याङ्की, मकै गोड्ने हलो लगायतका औजारहरू वितरण गरी कृषकहरूका समस्याहरूलाई निर्वाचित जनप्रतिनिधिहरूले सम्बोधन गर्दै आइरहनु भएको छ। जस अनुसार 12दशी गाउँपालिकाले यो आर्थिक वर्षमा पनि कृषि क्षेत्रमा राम्रै लगानी गरेको पाइन्छ। पालिकाले कृषक र पालिकाको 50-50% साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न उपकरणहरू उपलब्ध गराउने उद्देश्यले ठेक्का प्रक्रिया मार्फत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ। त्यसै गरी पालिका वार्ड कार्यालयहरूले कृषकहरूलाई निशुल्क मोटर समेत वितरणको लागि खरिद प्रक्रिया अगाडि बढाएको छ। पालिकाले कृषकहरूलाई विद्युत भार नपरोस् भन्ने उद्देश्यले पालिकाबाट सम्पूर्ण कृषकहरूको कृषि महसुल समेत पालिका आफैले बुझाउँदै आइरहेको छ, जसले गर्दा कृषकहरूलाई कृषि महसुल तिर्नुपर्ने समस्याबाट मुक्त गरिदिएको छ। यसरी पालिकाले कृषि क्षेत्रमा मात्र नभई पालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत कर्मचारी लगायतको सिङ्गो टिम पालिकाको समग्र विकासका लागि सकारात्मक सोचका साथ अघि बढिरहेको पाइन्छ। जस अनुरूप पालिकाले यस आर्थिक वर्षको वैशाख महिनामा विभिन्न योजनाहरू सम्पन्न गरी भुक्तानी समेत गरिसकेको छ। 12दशी गाउँपालिका वार्ड नम्बर 3 को सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत विष्णु आचार्यको घरबाट नैना सिंह गुरुङको घरसम्म ग्राभेल लगाउने काम सम्पन्न। गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 3 मा रहेको भानुचोक दुर्गा पञ्चायन मन्दिरको घेराबारा वडा नम्बर 3 कै उपभोक्ता समिति मार्फत प्रदेश समानीकरणको बजेटबाट हुलाकी मार्ग उत्तर सिमलडाङ्गी जाने बाटो स्तर उन्नति, 12दशी मत्स्य कृषि समूहद्वारा गाउँपालिकाको बजेटबाट माछाका भुरा वितरण कार्यक्रम सम्पन्न। सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 2 को जनता आविको भौतिक निर्माण, वडा नम्बर 7 मा रहेको नेपाल रेड क्रस सोसाइटी उपशाखा डाइबारीको उपभोक्ता समिति मार्फत सङ्घीय वित्तीय समानीकरणको बजेटबाट अधुरो भवन निर्माणमा निरन्तरता, पालिकाको बजेटबाट जय मा दुर्गा कीर्तन मण्डलीद्वारा जय मा कीर्तन मण्डलीलाई पोते, माला र चुरा बनाउने तालिम सम्पन्न। गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति निर्माण गरी नवदुर्गा पञ्चायन सेवा समितिको टहरा निर्माण। गाउँपालिकाको आन्तरिक बजेटबाट उपभोक्ता समिति मार्फत नेपाल मगर सङ्घ माघी गुम्बाको भौतिक निर्माण।
नम्बर 1 मा रहेको मयूरमारी एजीको उपभोक्ता समिति मार्फत आन्तरिक स्रोतको बजेटबाट भौतिक निर्माण, सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत साबिक राजगढ 9 को ताला किस्कुको घर पूर्व प्रदीप मगरको गाउँ जाने बाटो मर्मत, सङ्घीय वित्तीय समानीकरणकै बजेटबाट वडा नम्बर 7 को उपभोक्ता समिति मार्फत ज्ञाननाथ तिवारीको घरदेखि बगाने गाउँ जाने बाटो ग्रावेल, गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति निर्माण गरी ज्येष्ठ नागरिक भवनको कम्पाउन्ड घेराबारा, वडा नम्बर 4 मा रहेको सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत मिस बाहुल उलुम घेरावाला सम्पन्न, आन्तरिक स्रोतको बजेटबाट उपभोक्ता समिति मार्फत पञ्चमणी माविको कम्पाउन्डमा माटो पुर्ने काम सम्पन्न भएको छ। त्यसै गरी नारी सञ्चार गृह मार्फत गाउँपालिका स्तरीयमा सकारात्मक सोचको प्रभाव र परिवर्तन विषयमा तालिम सञ्चालन, गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति मार्फत घोडामाडा आबी बाल कक्षाको भित्ते लेखन तथा गेट निर्माण, गाउँपालिकाको बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 6 कुमाई गाउँमा रहेको गरमकाली मन्दिरको बाटो मर्मत तथा मन्दिर मर्मत, सङ्घीय वित्तीय समानीकरणको बजेटबाट वडा नम्बर 1 को अमृत माविको तेस्रो तला अधुरो भवन निर्माण, वडा नम्बर 1 कै सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत आधारभूत स्वास्थ्य केन्द्रमा शौचालय निर्माण, गाउँपालिकाको बजेटबाट वडा महिला समिति 12/3 ले क्रिस्टल माला र अचार बनाउने तालिम सम्पन्न, यसरी आर्थिक वर्ष 80 को वैशाख महिनाभित्र गाउँपालिका वडा कार्यालयहरूले योजनाहरू सम्पन्न गरेको पाइन्छ। त्यसै गरी आयुर्वेद स्वास्थ्य शाखाले स्वास्थ्यको क्षेत्रमा पहुँच नपुगेकाहरू, मुस्लिम, सीमान्तकृत पिछडा वर्ग लगायतलाई स्वास्थ्यको पहुँच ल्याउने उद्देश्यले वडा नम्बर 1 मा निःशुल्क औषधि वितरण, स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरी सम्पन्न गरेको छ। त्यसै गरी 12 स्वास्थ्य शाखाले नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी महिला स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम साथै सम्मान कार्यक्रम सञ्चालन, त्यसै गरी बिमाको औषधि इभिट प्रक्रिया मार्फत खरिद साथै निःशुल्क वितरणका औषधिहरू खरिद गरेको पाइन्छ। त्यसै गरी नेक्स समितितर्फ 12 गाउँपालिकाले नेक्स समितिमा आएका निवेदनलाई बिना भेदभाव छलफलको माध्यमबाट उत्कृष्ट कार्य गर्दै आइरहेको छ, जस अनुसार वैशाख महिनामा नेक्स समितिमा 4 वटा निवेदनमाथि छलफल गरेको थियो। 4 वटै मुद्दालाई नेक्स समितिले मिलाउन सफल भएको
थियो। यसरी वैशाख महिनामा गाउँपालिकाको उत्कृष्ट काम भएको कुरा नकार्न सकिँदैन।